नमस्कार। आज रायोको साग पकाउन गइराखेको छु। यसरी तपाईँहरू पनि पकाउन सक्नुहुनेछ। तितो हुँदैन। सर्वप्रथम एउटा भाँडो लिएर मैले त्यसमा तेल हालेँ अनि सुकेको खुर्सानी, त्यसपछि जिरा अनि काटेर राखेको लसुन अनि हरियो खुर्सानी एउटा त्यसमा हालेर यतिको भयो भने अघि काटेर राखेको रायोको सागलाई यसमा हालेर राम्ररी चलाएर यसलाई पकाउनुपर्छ। यसलाई राम्रोसँग चलाउँदै अब यसमा स्वादअनुसार नुन हालेँ मैले। तपाईँहरू कतिको खानुहुन्छ त्यो अनुसार हाल्नुहोला। अब यसलाई छोपेर कम्तीमा 3 मिनेट जति मैले पकाएँ मिडियम टु लो हिटमा। अलिक काँचो जस्तै लागेर फेरि पनि मैले यसलाई छोपेर एकछिन फेरि पनि पकाउँछु कम्तीमा 2 मिनेट जति, 1.5-2 मिनेट जति। यदि तपाईँहरूलाई पनि यो मेरो भिडियो मनपर्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला है त। यो अब पाकेर तयार भइसकेको छ। वाउ! तपाईँहरू पनि एकचोटि अवश्य ट्राई गर्नुहोस् ल। रायोको साग यसरी बनाउनु, तितो हुँदैन, एकदम मिठो हुन्छ। बाई बाई।